रामकुमारी झाँक्रीले माधव नेपाललाई लक्षित गर्दै सिनो बोकेर हिँड्न सकिँदैन भनेपछि समाजवादी पार्टीले स्पष्टीकरण माग्यो। नेपाली राजनीतिमा फेरि एकपटक विवादस्पद टिप्पणीले चर्चा पाएको छ। नेकपा एकीकृत समाजवादी पार्टीले स्थायी समिति सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ। झाँक्रीले बुटोलमा आयोजित युवा सङ्घको प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई लक्षित गर्दै कडा अभिव्यक्ति दिएकी थिइन्। उनले भनिन्, अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन। उनको यो भनाइ अध्यक्ष नेपाल पतञ्जलि योगपीठसँग जोडिएको भ्रष्टाचार मुद्दामा मुच्छिएको प्रसङ्गसँग सम्बन्धित मानिएको छ। स्मरण रहोस्, पतञ्जलि जग्गा प्रकरणमा विशेष अदालतले अध्यक्ष नेपाललाई 35 लाख रुपैयाँ धरोतीमा रिहा गर्न आदेश दिएको थियो। अख्तियारले जग्गा हिनामिना सम्बन्धी मुद्दामा नेपालसहित 93 जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। पार्टीको अनुशासन आयोगले झाँक्रीलाई 3 दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। पार्टी सचिव सोमनाथ पाण्डेले सेतो पार्टीलाई जानकारी दिँदै यस्तो निर्णय भएको पुष्टि गरेका छन्। पार्टी नेतृत्व विरुद्ध सार्वजनिक रूपमा गरिएको अभिव्यक्तिले एकीकृत समाजवादी भित्रको मतभेद गहिरिँदै गएको सङ्केत देखिएको छ। आगामी दिनमा झाँक्रीको जवाफ र पार्टीको निर्णयले राजनीतिक माहौल कतातिर मोडिन्छ भन्ने प्रतीक्षामा रहनुपर्ने देखिन्छ।